हेलो गाइज वेलकम ब्याक टु माई अनदर भ्लग। सो आज चाहिँ माइजहरूको पराल बोक्नु थियो, त्यसैले चाहिँ मलाई यता पराल बोक्न बोलाउनु भएको थियो। अनि चाहिँ हामी यता पुगेर पराल बोक्नु स्टार्ट पनि गऱ्यौँ। अनि यता एकछिन चाहिँ प्यास लाग्थ्यो नि त, हामी यता अनि मन्दिरमा चाहिँ पानी पिउन आयौँ। अनि हामीहरू चाहिँ पानीहरू पियौँ। अनि यतातिर चाहिँ धेरै दिन भएको थियो घुमेको, अनि एकछिन घुम्न थाल्यौँ हेर्न। अनि एकछिनमा चाहिँ घुमेर हामी त्यता फेरि फर्केर यता पराल फाल्न थाल्यौँ। पराल फालिसकेपछि हामी उता अलिकता पुलाहरू बोक्न थियो। हेर्न सक्नुहुन्छ टाइम चाहिँ 3:30 भएको थियो। अनि खाना पनि खाएको थिएन, यता म हातको इसाराले भन्दैछु। अनि घर पुगेर चाहिँ म यता खानासाना खाइसकेपछि यता मेरो लुगाहरू पनि धुन थियो। आज चाहिँ यति घामै लागेको थिएन क्या, यति पुरै पानी पर्ने जस्तो भएको थियो। पुरै बादलले चाहिँ घामलाई ढाकेको थियो। अनि यतातिर चाहिँ म एकछिन लुगा धुन थालेँ, हेर्न सक्नुहुन्छ। अनि फटाफट मैले चाहिँ लुगा धुन थालेँ। अलि टाइम नै धेरै भइसकेको थियो। अनि के भन्छ सुक्छ कि सुक्दैन भने पनि अब घामै नलागे पनि धोइदिउँ, भोलि पनि धुनै पर्छ भनेर चाहिँ म यता मजाले कपडाहरू धोएँ। अनि कपडाहरू के भन्छ त्यो ब्रसले साफ गरिसकेपछि म यता चाहिँ पानीले सफा पानी साफ गर्न थालेँ। अनि आजको लागि यति नै, थ्याङ्क यू।